हेलो गाइज, हामी चाहिँ अहिले दार्जिलिङमा छौँ है। दार्जिलिङको वेदर तपाईँहरूले हेर्नु सक्नुहुनेछ है। कस्तो वेदर बिग्रिरहेको छ दार्जिलिङमा, पानी परेको छ। अनि अब चाहिँ म चाहिँ ओल्ड सुपर मार्केटपट्टि छु है, हेर्नु सक्नुहुनेछ। अनि अहिले चाहिँ म चाहिँ फिलहाल पानीमा हिँड्दै ब्लग बनाउँदैछु है। म चाहिँ पर स्टेसन थाना लाइनसम्म यो सुपर मार्केट माथि क्यारम बोर्डकोसम्म जाँदैछु। गाइस, कस्तो बिग्रेको छ दार्जिलिङको वेदर। यो चाहिँ तपाईँको गिटार आर्टिस्टहरूको कस्तो बिग्रेको छ वेदर, हेर्न सक्नुहुनेछ तपाईँले। म चाहिँ अहिले चाहिँ ओल्ड सुपर मार्केटको भित्र पस्दैछु। अहिले फिलहाल मेरो लोकेसन चाहिँ ओल्ड सुपर मार्केटपट्टि छ। यो दोकानहरू जति देख्नुहुँदैछ यो जम्मै ओल्ड सुपर मार्केटको हो। यो पिके ब्रदर्सको बुक्सहरू हो। म चाहिँ अहिले ओल्ड सुपर मार्केटको टेरिसपट्टि जाँदैछु गाइज। त्यहाँबाट चाहिँ तपाईँहरूले भ्युजहरू बाहिरको तलको डल्लै देख्नु सक्नुहुनेछ। हेर्नुहोस् यहाँ कस्तो अँध्यारो छ। म चाहिँ फिलहाल अहिले चाहिँ ओल्ड सुपर मार्केटमा आइरहेको छु गाइज। हेर्नुहोस्, तपाईँहरूले हेर्नु सक्नुहुनेछ वेदर कस्तो कालो कस्तो भइरहेको छ दार्जिलिङमा वेदर। हाम्रो दुईजना फुच्चेहरूको नाम के हो? दुईजना भाइ नाम के हो तपाईँको नाम के हो भन्नुहोस् न। ल भाइहरू त लजाएर गयो नि।